न के गर्नु अब मौसम चाहिँ खराब छ टाउको चाहिँ खुर्किएको छ गाह्रो छ नि हो हामीलाई। हेलो गुड मर्निङ नमस्ते सबैजनालाई। सबैजना सन्चै हुनुहुन्छ होला आरामै हुनुहुन्छ होला। म पनि सन्चै छु आरामै छु हैन। आज चाहिँ एकदमै बाहिरतिर मौसम आज पनि खराब छ त्यतिकै एकदमै चिसो छ हाम्रो मौसम। बाहिर एकदमै मौसम बिग्रिएर पानी आउला आउला जस्तो भएको छ। पानी त के आउनु यहाँ अब आउने भनेको हिउँ हो। पहिलाको आएको हिउँ हल्का बिलाएछ हल्का भन्दा पनि यो गाउँमा अलि गएको छ। अनि अहिले चाहिँ फेरि पडा जस्तो भइरहेको छ। मौसम एकदम चिसो छ। त्यही भएर देख्न सक्नुहुन्छ हाम्रो बसाइ कस्तो छ नि। हाम्रो बसाइ देख्न सक्नुहुन्छ यस्तो म्याट ओछ्याएर चाहिँ यसमा बसिरहेको छौँ। अनि यो बुढीले चाहिँ कपाल कोरिरहेको अवस्था छ। यहाँ के छ त बुढी चिसो लागेको छैन? अनि गाह्रो छ एकदम मौसम खराब भएकोले गाह्रो छ। अनि हाम्रो ब्याग अनि हाम्रो बुढीको यो सामान के हो? यो मेकअपको सामान एक पाथी मेकअपको सामान छ। अब के गर्नु अब मौसम चाहिँ खराब छ टाउको चाहिँ खुर्किएको छ गाह्रो छ नि हो हामीलाई। अनि बाहिर पनि के हिउँ त आउला जस्तो छ हैन। यति चिसो मौसममा काम गर्न नि अलिकति गाह्रै हुन्छ। अनि हाम्रो सबैजना हाम्रो टिमहरू हामी चाहिँ यता बसिरहेको छौँ यो कोठामा। अनि अरू चाहिँ अर्को कोठामा बसिराख्नु भएको छ। अरू चाहिँ तल्लो कोठामा बसिराख्नु भएको छ हैन। सबैजना साथीहरू हुनुहुन्छ, कोही अङ्कलहरू हुनुहुन्छ, कोही दिदीहरू हुनुहुन्छ, कोही जेठानहरू हुनुहुन्छ। सबैजना बसिराख्नु भएको छ अरू कोठाहरूमा। हामी चाहिँ यो कोठामा बसिरहेको छौँ हैन। आज चाहिँ हजुरहरूको लागि भनेर चाहिँ बिहान रिस्टार्ट चाहिँ गरिदिइहालेको अवस्था छ हैन। यही हो हैन हाम्रो बसाइ। लुक्स कस्तो लागिरहेछ हजुरलाई एउटा हैन? कपाल छ नि हैन। बुढीको कपाल कोरेर सकिएको छैन। कपाल कोर्नमा बिजी। बाहिर मौसम खराब गाह्रो छ के गर्नु। यो हाम्रो ब्ल्याङ्केट यस्तो छ गाइस। अनि हाम्रो ग्यास सिलिन्डर कपडाहरू रुमहरू यस्तो छ। हाम्रो रुमहरू एकदम बिन्दास छ नि। और बोलो किन बोल्दैन? बिहान किन कभर गरे त? हेलो बिहान कभर कोर्नुको खास मकसद चाहियो मलाई किन खोले? बिहान कपाल कोरेर के आँटे अरूसँग भाग्नको लागि होइन कहिले? बिहान कपाल कोरेर के हो? यस्तो केही छैन बाहिर बादल छ पानी परिरहेको छ। बिहान कपाल कोरेर के हो? अरूसँग भाग्यो भने फेरि बर्बाद होइन। फेरि बर्बाद। कपाल कोर्नु पनि कारण त हुँदैन तर बिहान नकोर्नु पर्ने हो खासमा। अब चिसो थियो मौसम मजाले आँखा पनि पाएको छ हैन। ल साथीहरू हैन सपोर्ट गर्दै गर्नु होला। अनि हामी चाहिँ फ्री टाइममा अब टाइम त्यही अब काम गर्ने मान्छे हैन, काम गर्ने मान्छे परदेशको मान्छे टाइम त त्यति हुन्न। किनभने आज मौसम हाम्रो खराब थियो। आज चाहिँ कोठेबाट हामीले चाहिँ भिडियो सुट गरेको छौँ। किनभने मौसम चाहिँ खराबै छ बाहिर देख्न मैले पनि देखाइसकेँ अघि एकदमै खराब छ चिसो छ मौसम। त्यही भएर हामी बसिरहेको छौँ। चिसो मौसममा काम गर्न सकिन्न हैन। यस्तै हो साथीहरू परदेशी जीवन। कहिले कहाँ बस्नुपर्छ कहिले कहाँ बस्नुपर्छ। अब हिजोको भिडियो मैले चाहिँ धेरै टाढाको हालेको थिएँ। आपत्ति भन्ने गाउँको हालेको थिएँ। आपत्ति गाउँको नाम पनि खतरा छ आपत्ति हैन। आपत्ति गाउँको भिडियो चाहिँ हालेको थिएँ। आज चाहिँ मोलब्याग भन्ने यो ठाउँ हो गाउँ हो हैन। त्यहाँ आएर बसेको छौँ। तर त्यहाँ पनि मौसम त्यो आपत्ति भन्दा पनि यहाँ हिउँ धेरै नै रहेछ। त्यहाँको हिउँ गइसकेको थियो त्यो दिन। अब त्यो दिन हिउँ गइसक्यो। अब बिजुली बत्तीहरूको कुरा गर्दाखेरि बिजुली बत्ती यहाँ कहीँ छैन। पुरै पोलहरू ढलेर एकदमै बिजुली बत्ती
काहीँ पनि छैन यो ठाउँमा। लगभग 1 हप्ता 2 हप्तासम्म आउँछ अरे। यो पनि अब जेनेरेटरबाट अब रिक्वेस्ट गरेर इमर्जेन्सी छ भनेर चाहिँ लगाएको, तर पनि यहाँ मेरोमा चार्जर लगभग भ्याइसकेको छ, कमै छ होइन। त्यो भएको कारणले गर्दा हामी चाहिँ भिडियो बनाउन नपाएको अवस्था हो साथीहरू। अनि हामी चाहिँ सम टाइम हाम्रो समय मिलेछ भने हामी चाहिँ भिडियो बनाइराख्छौँ गाइस होइन। अन्तिमसम्म हेरेर एकदमै सपोर्ट गर्नु होला हामीलाई। हाम्रो नयाँ च्यानल हो होइन, यो नयाँ च्यानलमा सबैजनाले जोडिएर होइन सपोर्ट गर्नु होला। मेरो फेसबुक फ्यामिली, मेरो युट्युब टिकटक सम्पूर्ण साथीहरूले सपोर्ट गर्नु होला। अहिले चाहिँ हामी अब नास्ता पानी खाएर चाहिँ अब के हुन्छ, काम हुन्छ हुँदैन आज सोधपुछ गरेर चाहिँ हामी जान्छौँ। ल सबैजनालाई बाई बाई।